एकैछिनको प्राकृतिक हलचलले हाम्रो अस्तित्व मेटाउन सक्छ। के हामी पनि भोलिको लस्ट सिटी बन्दैछौँ त? वैज्ञानिकहरू भन्छन् समुद्रको गहिराईमा यस्ता सहरहरू पुरिएका छन् जसले मानव सभ्यताको इतिहास नै बदल्न सक्छन्। ती सहरहरू जहाँ हजारौं मानिसहरू बस्थे, तर आज त्यहाँ केवल माछा र लेउको राज्य चलिरहेको छ। यी त समयले हामीलाई दिएको एउटा चेतावनी हुन्। के ती सहरहरू कुनै दैवी श्रापले डुबेका हुन् कि यसको पछाडि कुनै वैज्ञानिक कारण लुकेको छ? हाम्रो पृथ्वीको 70% हिस्सा पानीले ओगटेको छ। तर के तपाईलाई थाहा छ हामीले चन्द्रमाको सतहको बारेमा जति जानेका छौं त्योभन्दा कम हामीले आफ्नै महासागरको पिँधको बारेमा जानेका छौं। आज ग्लोबल खोजको यो एपिसोडमा हामी समुद्रको पिँधमा हराएका ती रहस्यमय सहरहरूको पोस्टमार्टम गर्नेछौं। धेरैले एटलान्टिसलाई एउटा काल्पनिक कथा मात्र मान्दछन्, तर सन् 2000 मा फ्रान्सेली पुरातात्विक फ्रेडरिक गोडियोले इजिप्टको किनारमा एउटा यस्तो कुरा फेला पारे जसले दुनियाँलाई स्तब्ध बनायो। यो थियो थोनिस हेराक्लियोन सहर। यो सहर 1200 वर्षसम्म समुद्रमुनि हराएको थियो। यहाँ ठूला ठूला मन्दिर र सुनका गहना र भीमकाय मूर्तिहरू फेला परेका थिए। र यो सहर किन डुब्यो त? वैज्ञानिकहरू भन्छन् सोइल लिक्विफेक्सन अर्थात् भूकम्पको कारणले त्यहाँको माटोले आफ्नो शक्ति गुमायो र पुरा सहर पानीमा भासियो। के आजका आधुनिक सहरहरू पनि यसरी नै भासिन सक्छन्? अब कुरा गरौँ जापानको। यो सहर होइन, एउटा विशाल ढुङ्गाको संरचना हो। योनागुनी स्मारक। यसलाई हेर्दा कसैले बनाएको जस्तो देखिन्छ। मिलेका सिडीहरू, सिधा कुना र पालहरू। यदि यो मानिसले बनाएको हो भने 10,000 वर्ष पुरानो हुनुपर्छ। तर यति बेलाको मानिससँग यति ठुलो काट्ने प्रविधि कहाँ थियो र? धेरै भूगर्भविदहरू यसलाई प्राकृतिक भन्छन्, तर धेरैले यसलाई प्राचीन लस्ट सिभिलाइजेसनको हिस्सा मान्दछन्। यो विवाद आज पनि विज्ञान जगतमा एउटा ठूलो खोजको विषय बनेको छ। हाम्रो छिमेकी देश भारतको गुजरात किनारमा पनि एउटा यस्तै रहस्य लुकेको छ। द्वारका पौराणिक कथाहरूमा भगवान श्रीकृष्णको यो सहर सुनले बनेको भनिन्छ। सन् 1980 को दशकमा समुद्रको 36 मिटर गहिराईमा प्राचीन पर्खाल ढुङ्गाका एङ्कर र भाँडाकुँडाहरू भेटिए। कार्बन डेटिङले देखाउँछ कि यो सहर करिब 9000 वर्ष पुरानो हुन सक्छ। यसले एउटा ठूलो प्रश्न खडा गर्छ, के हाम्रा शास्त्रहरूमा लेखिएका कुराहरू केवल कथा मात्र हुन् वा ती हराएका इतिहासका पानाहरू हुन् जसलाई समुद्रले लुकाइरहेको छ? कुनै पनि सहर समुद्रमा हराउनुको 3वटा मुख्य कारणहरू हुन्छन्। बरफ पग्लिएर समुद्रको सतह बढ्नु, जमिनको प्लेट हल्लिनु या सुनामी वा ठूला भूकम्प। आजको समय इन्डोनेसियाको राजधानी जाकर्ता वा अमेरिकाको न्युयोर्क जस्ता सहरहरू पनि बिस्तारै डुब्दैछन्। के हामी पनि भोलिको लस्ट सिटी बन्दैछौँ त? समुद्रमुनि हराएका यी सहरहरूले हामीलाई एउटा कुरा सिकाउँछ, प्रकृति भन्दा बलियो कोही छैन। हामी जतिसुकै आधुनिक र शक्तिशाली भए पनि एकैछिनको प्राकृतिक हलचलले हाम्रो अस्तित्व मेटाउन सक्छ। यी हराएका सहरहरू केवल ढुङ्गाका थुप्राहरू होइनन्, यी त समयले हामीलाई दिएको एउटा चेतावनी हुन्। तपाईलाई यी मध्ये कुन सहरको रहस्य सबैभन्दा बढी मन पर्यो? आफ्नो तर्क तल कमेन्ट बक्समा राख्नुहोला। यस्तै खोजमूलक भिडियोका लागि ग्लोबल खोजलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अनुसन्धान, विश्लेषण र सत्यको यो खोज जारी रहनेछ। हेर्दै रहनुहोला ग्लोबल खोज। हामी अर्को रोचक तथ्यका साथ फेरि आउने नै छौँ। हस्त धन्यवाद।